हेलो साथीहरू नमस्कार। सन्चै हुनुहुन्छ होला तपाईँहरू सबै। आज चाहिँ मैले दाल बनाउन लाग्छु छु। दाल बनाउँदैछु आज टक्क लगाएर लसुन हालेँ। टक्क लसुन हालिसकेपछि अब मजाको आज दाल बनाएर खानु पर्यो है। मजाको दाल टक्क दाल हालिसकेपछि अब मैले यसमा जिरा हाल्छु। टक्क जिरा हालेँ। अब मैले जिरा हालिसकेपछि टक्क लगाएर सुकेको खुर्सानी हाल्नुपर्छ है। सुकेको खुर्सानी हाल्नुपर्छ टक्क यसको फ्लेभर आओस्। टक्क लगाएर एकदम रातो हुनुपर्छ कलर। मेरो चाहिँ यो दाल बनाएर रेडी भइसकेको छ। मजाको मक्खन जस्तो बनेको छ दाल। हेर्नुहोस् साथीहरू, मजाको बनेको छ दाल। आहा, फाइनली मेरो खुर्सानीहरू रातो भइसकेको छ, जिराहरू खुरिसकेको छ। अब मैले चाहिँ दाल हाल्छु है। मजाको दाल हालेँ। टक्क दाल हालेँ यसमा। दालको कलर हेर्नुहोस्। आहा, मजाको दाल कलर आएको छ। यसमा केही पनि हाल्नु पर्दैन साथीहरू। तपाईँहरूले सिर्फ यसमा तपाईँको जिरा अनि लसुन अनि मिर्च खुर्सानीको तड्का हालिदिनुहोस्। बस, स्वास्थ्यको लागि एकदम हेल्दी। ल, मेरो दाल रेडी भइसकेको छ। मैले अब हल्का सा धनिया हाल्छु टक्क लगाएर होइन साथीहरू। टक्क मैले धनिया हालेँ। धनिया हालिसकेपछि अब टक्क लगाएर धनियाको फ्लेभर पनि त आउनु पऱ्यो त होइन साथीहरू। ल हेर्नुहोस्, आहा, दाल हेर्नुहोस्, पुरा मक्खन दाल हो, मक्खन दाल। आहा, थ्याङ्क यू सो मच साथीहरू। मन परे लाइक शेयर कमेन्ट गरिदिनु होला।